दर्शकबिन नमस्कार। यति बेला तपाईहरू नेपाल खबर टिभी हेर्दै हुनुहुन्छ। सदाका दिन जस्तै आज पनि देशभरका मुख्य समाचारहरूका साथमा उपस्थित भएका छौं। खबरहरू निकै महत्त्वपूर्ण भएकाले यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र आफ्नो मनमा लागेका कुराहरू कमेन्ट बक्समा राख्न पनि नभुल्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी च्यानलसँगै जोडिनुहोला। आउनुहोस् दर्शक महानुभावहरू, आजका मुख्य समाचारहरूका शीर्षकहरूबाट सुरु गरौं। जेनजी आन्दोलनको कारण भ्रष्टाचार र जवाबदेहिताको अभाव भएको प्रतिवेदनको पूर्णपाठ के छ त? यसबारे महत्त्वपूर्ण जानकारी। कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरू सडकमा। किन आए त जेनजीहरू फेरि सडकमा? बालेन्द्र शाहलाई दलको नेता बनाउने बारे के भन्यो त? राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो यति ठूलो घोषणा। यसबारे पनि महत्त्वपूर्ण जानकारी। प्रधानमन्त्रीले जे पायो त्यही निर्णय गर्यो भने सदन र सडक तताउने हर्क साम्पाङको घोषणा। मलाई बालेन्द्रप्रति विश्वास छ, अब देशमा केही होला भन्ने आश जागेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। पार्टीका उम्मेद्वार पराजयको कारण खोजेर प्रतिवेदन पठाउन नेपाली काङ्ग्रेसको परिपत्र। जनताले बालेन्द्रलाई जिताए, अब बालेनले जनता जिताउनु पर्ने जनताहरूको माग। यसबारे पनि महत्त्वपूर्ण जानकारी। महेश बस्नेतलाई निकै ठूलो झड्का। महेश बस्नेतसँग अदालतले के आदेश दियो त? अदालतले यसबारे पनि महत्त्वपूर्ण जानकारी छ। मन्त्री परिषद बैठक बोलाइयो। जाँचबुझ आयोगबारे आयो निकै ठूलो खबर। उज्यालो नेपाल पार्टीले जनमतलाई उज्यालो यात्राको बिउका रूपमा लिने। यसबारे पनि महत्त्वपूर्ण समाचार छ। माथिल्लो तहका नेताहरूबाटै घृणायुक्त अभिव्यक्ति दिएको भन्दै योगेश कुमार भट्टराईको आक्रोश। नेकपा एमालेमा भित्रभित्रै निकै ठूलो लडाईँ। यसबारे पनि महत्त्वपूर्ण जानकारी छ। सरकार बनाउन अझै झन्डै 10 दिन लाग्ने राष्ट्रिय स्वतन्त्र पार्टीको भनाई। र पराजयको कारणसहित चुनावी समीक्षा प्रतिवेदन बुझाउन काङ्ग्रेसले गरियो परिपत्र। र दर्शक महानुभावहरू, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसदको नामावली। हाम्रो विरुद्ध सिङ्गै पुराना दल उभिएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई लगायतका धेरै समाचार छन्। त्यसैले आउनुहोस् आजको पहिलो तथा महत्त्वपूर्ण समाचारतर्फ लागौं। दर्शक महानुभावहरू, काठमाडौँमा अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल भोवेल आइराखेपछि यति बेला चर्को विवाद भएको छ। अमेरिकी सेनाको पेसिफिक कमान्डका लेफ्टिनेन्ट जनरल जेएल भेवेल नेपाल भ्रमणमा आएका छन्। 3 दिने नेपाल भ्रमण आएका भेवेल आज काठमाडौँ ओर्लिएका हुन्। नेपाली सेनाले दिएको जानकारी अनुसार पेसिफिक कमान्डका डेप्युटी कमान्डिङ जेनेरल जेएलएस सहितको टोली मङ्गलबारसम्म नेपाल रहनेछ। उनको टोलीले काठमाडौँमा उच्चस्तरीय भेटघाट गर्ने भनिए पनि विस्तृत विवरण भने खुलाइएको छैन। उनको टोलीले नेपाली सेनाको वीरेन्द्र शान्तिकारी तालिम केन्द्रको अवलोकन गर्ने कार्यतालिका पनि रहेको छ। पछिल्लो समय दर्शक महानुभावहरू, अमेरिकी सेना नेपाल लगातार र तारन्तार आउनुले देशलाई कतै सङ्कट तथा सङ्कटको भुमरीमा पार्ने त होइन, विदेशीहरू विरुद्ध चलखेल त हुने होइन हाम्रो भूमि भनेर पनि दर्शक महानुभावहरू आवाजहरू उठ्ने गरेका छन्। यसबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ? प्रतिक्रिया दिनुहोला। दर्शक महानुभावहरू, जेनजी आन्दोलनको कारण भ्रष्टाचार र जवाबदेहिताको अभाव भएको प्रतिवेदनले पूर्ण पाठमा लेखेको छ। जेनजी विद्रोह आकस्मिक घटना मात्र नभई दशकौंदेखि गुम्सिएको राजनीतिक, आर्थिक र सामाजिक असन्तोषको ज्वालामुखी भएको एक सरकारी अध्ययनले देखाएको छ। अर्थ मन्त्रालयको सामान्यमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले साथै प्रदेशमा गरेको विश्लेषण अनुसन्धानले नेपाली युवा पुस्तामा राज्यका संयन्त्रप्रति चरम अविश्वास र वितृष्ण रहेको डरलाग्दो तथ्य फेला पारेको हो। डाक्टर रामप्रसाद ग्यावाली, डाक्टर प्रमसु नेपाल र डाक्टर दीपक बहादुर अधिकारी सम्मिलित टोलीले 420 जना उत्तरदाता र प्रमुख सरकारवालाहरूसँग गरेको अनुसन्धान गरेको थियो। दर्शक महानुभावहरू, अनुसन्धानका क्रममा युवाहरूले आन्दोलनमा होमिनुको मुख्य कारण भ्रष्टाचार र जवाबदेहिताको अभाव 55% मानेका छन्। युवाहरूले भ्रष्टाचारलाई व्यक्तिगत कमजोरी मात्र नभई प्रणालीगत असफलताको रूपमा बुझेको प्रतिवेदन उल्लेख गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालत जस्ता निकायमा हुने राजनीतिक नियुक्तिले भ्रष्टाचार नियन्त्रणलाई
राजनीतिलाई प्रभावविहीन बनाएको 70% भन्दा बढी युवाहरूको बुझाइरहेको छ। शिक्षित र मध्यवर्गीय युवाहरूको नेतृत्व पनि दर्शक महानुभावहरू आवश्यक हो बताइएको छ। अनुसन्धानबाट एउटा तथ्य बाहिर ल्याइएको छ। आन्दोलनमा सहभागी हुनेहरू अनपढ वा बेरोजगार मात्रै थिएनन्। सहभागी मध्ये झन्डै 98% युवाहरू माध्यमिक वा सोभन्दा माथिल्लो शिक्षा हासिल गरेका थिए र स्नातक तह स्नातकोत्तर समेत सचेत वर्ग थिए। सहभागी मध्ये 82% युवाहरू मध्यवर्गीय परिवारका थिए। यसले के देखाउँछ भने अबको आन्दोलन पेट पाल्न मात्र नभई सम्मान र अवसरका लागि भइरहेको छ। राजनीतिक नेतृत्वप्रति चरम वितृष्ण र प्रतिनिधित्वको खाडल छ। अनुसन्धानले राजनीतिक दल र युवा पुस्ताहरू बीचको ठूलो खाडल रहेको फेला पारेको छ। नेता र तिनका नातेदारहरूको विलासी जीवनशैली र आम युवाहरूको सङ्घर्षपूर्ण जीवन बीच दूरीले आक्रोश जन्माएको प्रतिवेदनमा उल्लेख समेत गरिएको छ। 70% युवाले राज्यको नीति निर्माणमा आफ्नो कुनै पनि भूमिका नरहेको अध्ययनका क्रममा बताएका छन्। उनीहरूले राजनीतिलाई सीमित व्यक्तिको व्यापारका रूपमा व्याख्या समेत गरेका छन्। दर्शक महानुभावहरू, नेपालको शिक्षा प्रणालीले प्रमाणपत्र त दियो तर रोजगारी दिएन भन्ने निष्कर्ष अध्ययनको समेत रहेको छ। 50% युवाहरूले आफ्नो सिप र क्षमता अनुसारको अवसर नपाएको गुनासो गरेका छन्। स्वदेशमा रोजगारीका लागि पारदर्शी प्रक्रिया नहुनु, नातावाद हावी हुनु र न्यूनतम तलबका कारण युवाहरू विदेश पलायन हुनुलाई आन्दोलनको बलियो आर्थिक कारण मानिएको छ। यो आन्दोलन परम्परागत भन्दा फरक हुनुको कारण यसको डिजिटल स्वरूप भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको। दर्शक महानुभावहरू, यसैबीच राप्रपाको समानुपातिक सांसदमा केपी शर्मा ओलीकी भान्जी खुशबुदेखि सरस्वतीसम्म परेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको 4 समानुपातिक सांसदतर्फ विगतमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी भान्जी भनेर चिनाउने खुशबु ओलीदेखि सरस्वती लामासम्म अटाएका छन्। आइतबार बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 4 समानुपातिक सांसदमा महोत्तरीका भरत गिरी, खस आर्य पुरुष रूपन्देहीका ताहिर अली, मुस्लिम पुरुष झापाकी खुशबु ओली खस आर्य महिला र धादिङकी सरस्वती लामा जनजाति महिला नाम सिफारिस गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताएका छन्। झापा सरुङ्गाकी मोडल ओली काठमाडौँमा सपना आमाघर, सोल्टर आश्रय जस्ता संस्था खोलेर समाज सेवामा लागेकी छन्। विगतमा उनी गुण्डानाइके दिनेश अधिकारी चरीसँगको प्रेम सम्बन्धका कारण मात्र होइन, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी भान्जी भनेर पनि चर्चामा छाएकी छिन्। दर्शक महानुभावहरू, यसैबीच कार्की आएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरू सडकमा आएका छन्। भदौ 23 र 24 गते भएको जेनजी आन्दोलन सम्बन्धी छानबिन आएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी मुभमेन्ट अलायन्सद्वारा आज माइतीघर र मण्डलमा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले घटनाको सत्य तथ्य सार्वजनिक गर्न, छानबिन प्रतिवेदन पारदर्शी रूपमा सार्वजनिक गर्न तथा जिम्मेवार पक्षलाई जवाबदेही बनाउन सरकारसँग माग गरेका छन्। युवाहरूले न्याय, पारदर्शिता र उत्तरदायित्वका लागि आवाज उठाइरहेका छन्। तस्बिर दर्शक महानुभावहरू यति बेला जताततै भाइरल भएका छन्। यो सँगै दर्शक महानुभावहरू, कार्की आएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरू सडकमा उर्लिएका हुन्। दर्शक महानुभावहरू, किन आखिर कार्की आयोग यति बेला जेनजी आन्दोलनको बारेमा प्रतिवेदन सार्वजनिक गरिएको छैन सरकारले? यसबारे तपाईहरूले के भन्न चाहनुहुन्छ? सरकारले के साँच्चीकै अपराधीहरू लुकाउन खोजेको होला त? प्रतिक्रिया दिन यसबारे नभुल्नुहोला। दर्शक महानुभावहरू, यसैबीच मलाई बालिनप्रति विश्वास छ, अब देशमा केही होला भन्ने आशा लागेको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छिन्। मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन गराउने कार्यभार पूरा गरेपछि उनले आफू ढुक्क भएको बताएकी छिन्। निर्वाचन हुने नहुने भन्दै संशयका बीच यही फागुन 21 गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकार गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्की एक प्रकारको सन्तोष मिलेको देखिएको हो। निर्वाचन गराउने दायित्व पूरा गर्दा भोग्नु परेको समस्या, चुनौती र एक पूर्व